प्रेम कृपा जयाची सर्वांगी सुंदर उदिशेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती हो श्री मंगल मूर्ती दर्शन मात्रे मान कामना पूर्ती जय देव जय देव चप्पल खोला तर सानो यही खोलते हिरो भयो भिडियोमा आफूमा सुधार कुलको भाँडा जलको भाँडा ल्याएन नि ल जल चलाउँदा बत्ती बलेन हावा चलेछ ल पूजा गरिहाल्नु पूजनम तम नमः राख कुल राख्नु त्यो टोक ठुन्छेमा
सिरोटो छ सिरोटो तपाईँ सरसै जति सारिनु त्यो घर भोलि सबैतिर परिरहेको छ अब सर्वंती भूता ये भूता पुनः ये भूता विनोदते दर्शन सुधाकर अब करामत डिजाइन जरूरत है सबै सम्पूर्ण समान अरे सबैतिर छ घरतिर सबै परे सर्छौँ त्यो परेन पर्छ यिनीहरूले त्यो अब एउटा कालो 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 अँगारको एउटा बनाउने आठवटा घर अनि एउटा टिका मुसा ल्याउने त्यति पो ल्याउने त्यो साथरी एकदेखि 45सम्म छ त्यहाँ टक्कर दुधैका चाहिँ ठुल्ठुलो कोठामा राख त्यो सानो कोठामा एक राख क्या मेरे ईश्वर हौ त्यो काठो पारेको छ त्यहाँ हेर त त्यो आरीभित्र हो त्यहाँभित्र त्यो होइन त अर्को सिधा कुसो टुप्पा काठो पारेको छ हो त्यो दाहिने कानमा राख्ने दाहिने कानमा काठो अगाडि पारेर कानमा हो त त्यो टुप्पी बनाएको तिम्रो सबैको कपालले टुप्पी छ अब फुल अक्षता लिने अक्षता र फुल लिएर सो गरेर त तिमीहरू बसेको चाहिँ त्यो म्याट्रेसलाई सोध्ने है यसरी फुल अक्षता खण्डमा है 3 खण्ड हुन्छ हाम्रो औलामा बिचको खण्डमा जानु नपाइ यसोले ट्याक्क मिल्यो हो त्यो यसो गर्ने सक्छ हो त्यो अनि यतापट्टिको छेउको हो त्यो अनि यतापट्टिको पहेँलो साइडको सेतो साइड फुल राखिदिने एउटा सानो चमकन्या
त्यहाँदेखि ल एउटा नैवेद्य टुक्रा राखिदिनु केही छ जे राखिदिनु पर्ने ल अब बत्ती बाल्नु पर्यो ल सले सर्वस्य षष्ठी षष्ठी शाश्वत सहस्र कोटिको धारिणी एउटा बत्ती चाहिँ त्यो बत्ती एउटा साइडमा राख्नु हावासावा आयो भने छोप्नु पाइन्छ सबै 3 थरी चन्दन चढाउने चन्दन चढिसकेपछि त्यो हो त्यसले त राख्नु अब त्यसमा चाहिँ के गर्नु पर्यो गाईदान गर्नुपर्छ है अब गाईदान गर्ने पैसा त्यहाँ राख्न पर्यो 3 टाइममा अब चाहिँ के गर्नु त भन्दाखेरि कम्तीमा पनि गाईदान गर्दाखेरि अब गाईको मूल्य त गरेर 7 करोड बन्न थाले त्यो कारणले गर्दाखेरि अब 1 माना अथवा चाहिँ 1 लिटर दुध पैसा राख्ने 3 टाइममा 1 लिटर दुध पैसा लिने त्यो आधी पानी यसरी सँगै लिने है तैँले चाहिँ त्यही उसको त्यो चम्चाले पानी हातमा हाल्नु नि त्यसरी त्यो कुस हातमा लिएर चम्चा लिएर हातमा पानी हाल्नु त्यस्तो ल त्यो दुनाले सर यसरी हरिओम तसत हरिओम तसत विष्णु श्रीमद् भागवत महापुरुष श्री सत्य हातमा हाल्ने चम्चाले यसो बाहिर भाड राख्नु मलाई मन्दिर जानु पैसा दुबो पुस सबै थपेर राखे त्यहाँदेखि एउटा सिक्का पनि राख एउटा नैवेद्य टुक्रा राखिदियो अर्को चाहिँ छ भने सिङ्गो नैवेद्य राख्दा ठिक हुन्छ त्यो अङ्गुरको एउटा छ अङ्गुर ल्याइदिनु चढाउँदाखेरि ईश्वर चढाउँदाखेरि यसरी होइन है चढाउँदै यसरी यसरी लिने यसरी चढाउनु जे पनि चढाऊ पानी चढाऊ पहिला त्यहाँदेखि फुलपाती चढाऊ सहस्र कोटी उदाहरणले नमः ल चन्दन धानलाई सुने है ओम त्यहाँदेखि त्यही माथि धानलाई माथि ज्योतिर् पनि चढिसकेको छ राजशासन चढिदिनु सबै हातमा लिने अलिकति सर यो 5 वटा 6 वटा कलम पनि गरेर घुमाइदिने सर छाडिदिने हो त्यहाँदेखि चन्दनमा कुन चढाइदियो चन्दनमा अलिक पानी हालेर अलिक पत्ता बनाउँछ चन्दनलाई सुन्नु 5 वटा बोतामा एउटा टपरामा चामल ल्याउनु टपरामा माना चामल बोतामा भइगयो ल्याउनु ओम इत्यादि समर्पयामि एउटा 10 रुपैयाँ राखिदिनु ओम केशे दश
आदित्य नमः देवमात्रे नमः स्वाहाय नमः सिद्धाय नमः सर्वज्ञाय नमः विद्याय नमः लक्ष्मी नमः धत्रे नमः मेघाय नमः कुत्याय नमः स्कन्धाय नमः क्रियाय नमः मत्याय नमः बुद्ध्याय नमः लज्जाय नमः मध्याय नमः सत्याय नमः अब लौ त तोरण छ नि त्यहाँ नजिक तर त्यहाँ यसो एउटा पिपल पार्कमा यसो टिका लगाइदिनु 10 वटा यो ल अब चाहिँ त्यही त्यसैको पिपल पार्कमा क्या त्यहाँ भएको पिपल पार्कमा दसवटा टिका लगाइदिनु हो त्यहाँ लगाइदिनु अनि त्यहाँबाट 2जनाले पूजा गर्ने क्या त्यहाँ 10 ओम दिने 10वटा मात्रै यहाँ पूजा गरेपछि अब दार्जिलिङ त्यहाँ उता बस पवित्रमा सिधै अब फेरि नमस्कार पानी चढाउने अनि त्यस पछाडि अरू दहीको हो त्यो चम्चाले ल अब उसको पानी भनेको आलीको त्यो चम्चाले ल अब त्यस पछाडि आएर इत्यादि समर्पण पञ्चामृत कहाँ छ यही यो त्यहाँबाट चढेर ओम देव पञ्चामृतम फेरि चो पानी ओम इत्यादि समर्पयामि अब जाउतिल ओम दिवसी सुमति अब चन्दन नमस्कार समर्पयामि नमस्कार समर्पयामि तिनले चन्दन अनि असेता रातो सेता अनि त्यहाँदेखि समर्पयामि फुल ओम त्यहाँदेखि समर्पयामि रातो फुल छ भने यो खुर्सानी फुल हुन्छ नि कतिवटा हो त्यो अलिक धेरै याक रातो त्यहाँदेखि समर्पयामि सिङ्गो फलहरू एउटा टपरी लिउँ सिङ्गो फल इत्यादि एउटा तिलानी छ नि हो त्यो एउटा दुनामा झिकेर त्यही माथि राखिदिनु देव सर्वकार्य सुसर्वदा अब चढाइदिनु अब हामीले त्यहाँ पहिला छ नि सबै 2-4 जोड निकाल्दै बाल्दै गर्ने हो क्या धेरै पाला दो चार निकाल्ला यसरी यहाँ हो यसो घुमाएर फोटो करना जो कर तो वहां आगे है सर्वदेवानम धूप या प्रतिक्रियताम दोनों आधा वाले को जाता है साथी दोनों साथी हो सब दुपहर राख दुपहर हुन्न बाबु दुपहर राख पर्यो बाबु पानी छैन यसमा राख देऊ कि बाहिर बत्ती ती राख ल्याउ यता म बाहिर धुवाउँछ भनेर माथि अरूले राख चाहिरहेको पानी अब ती चावडैलाई जोड दिने है एकैठाउँ तिनटालाई खोइ कति बाबु
बोला हमको बोले दे ये बुक बाबू ले बाबू कब जाएगा चले हम तो अंदर नहीं खाओ और खारा लौकी खाना में खाना खाना तो Masa jangan jauh, jangan, nanti jangan pulang. सबंधी सहित सपरिवार समाज सहित सबंध बांधव सहित दैविक भौतिक प्रविधि अब चाहिँ यो तिनवटा चाहिँ चक्र भएको अनि पहिलासम्म यो तपाईँको छ नि यो चाहिँ यहाँ गणेश माथि गणेशको नैवेद्य माथि ल्याएर गणेशपति गराउनु वृद्धिं भवन्तः ब्रुवन्तु ओम वृद्धिं भवन्तः ब्रुवन्तु ओम वृद्धिं भवन्तः ब्रुवन्तु ओम अस्तु विद्यातम कुल विद्यातम कुल विद्या चायन समाधि बचायन समय मंत्र चायन मार्ग समय जवान से मई माते बरगी पास प्रतिमा समय जय ना कल्पता मते हजर विद्यार्थी ओम कल्याणम भवन्तः ब्रुवन्तु ओम कल्याणम भवन्तः ब्रुवन्तु ओम कल्याणम भवन्तः ब्रुवन्तु ओम अस्तु कल्याणम ओम अस्तु कल्याणम ओम अस्तु कल्याणम एतमावाच कल्याणी माम दिन जाने देवो राजन वसुंधराय तरयाय तस्वायः शरणाय देवतो देवनाम जयते नमो नमः प्रसंग ओम शांतिं भवन्तः ब्रुवन्तु ओम शांतिं भवन्तः ब्रुवन्तु ओम शांतिं भवन्तः ब्रुवन्तु ओम अस्तु शांति ओम अस्तु शांति ओम अस्तु शांति देहो शांति अंतरिक्ष शांति पृथ्वी शांति राप शांति रोगद शांति वनस्पति शांति विश्व देवा शांति विद्यं जतंतकारं महावास्तु पंडितमाने विद्यांतं लग्ने सने संस्थितं पदे अब एउटा नवे चढाइ हो जाने मूल्य राख्नु पर्ने हो मूल्य एउटा पत्र पत्रमा राख्नु तिनटै आज हाम्रो कारमा अब तिनटै किताबले घरमा हुन्छ राखेर अर्कोमा यो माथिको किताब चाहिँ यो माथिको किताब त उनीहरूलाई दिने हो त अब तिमी सबै भ्याइन्छ ल अब अहिलेको त के अरे नौथरी असदा बनाएको ल्याउनु पर्यो ल छ अलिकति सर्नु ल फुल पनि त्यस्तै खाले चाहिँ सबै थरी मिलाएर राख्नु पर्यो ल पानी हाल्नु त्यो पानी हाल्नु भित्र है अर्को अब खानी खाँदै गर्ने नपुगे पकाउनु अर्को चन्दन हर्षे त भयो फुल भयो जौ सबै जौतिलो सबै हेरिसक्यो होइन पूजा थाली यता राख्नु दिनु पर्छ
किसानले किसिम गाइनमा यसलाई तपाईँले अब नेक्स्ट के छ अब सेता पहेँला तर काट्ने अब सेता पहेँला फुल के अरे बाबुलाई सेता पहेँला जेम्स यहाँ आऊ न यहाँ अरू त गर्ने सेता पहेँला छुटाएर त बाबुहरूतिर छ त्यो ल्याऊ न यहाँ एउटा टपरमा यसो हालेर हो यहाँ बिचरा बिचरा आएछ नि त बाबालाई भन्छ तपाईँले ल्याऊ आधा ल्याऊ हो भयो असुरको फुल त छ नि असुराको फुल थियो नि अघि त सेतो फुल छैन हेर त सानो उतापट्टि छ बाबुको उतापट्टि छ सेतो फुल अलिकति ल्याउ त यसो देखो त कलरहरू है त छैन र भित्र त फुले हाल्नु तिम्रो मात्रै सिटी लाग्छ लाग्दैन त्यसमा मेरो त तपाईँको त उठ्यो फुल होइन त सेता फुल होइन मैले त पनि त्यही नजिकै लाग्छ अहिले होला भित्र त पाइएन के अरे बाहिर चाहिँ पकाउनु हुन्छ नि पकाउनु ल अब पुसाको पुलेर पानीसम्म चाहिँ फुललाई चाहिँ आफ्नो है हरि ओम देहादिति सकलं संकृत्याः कस्य गोत्रस्य भगवरे देह राष्ट्रं के दिन ईश्वरीय देहादि माने ईश्वरी हे नाम जाति मेरा सबका ये माने सिद्धाई मम करते के वास्तु हो संकल्प करते हे आए मित्र कश्यप गोत्र कश्यप गोत्रादि राज अंशादि शुक्ल वेद्यः मध्ये दिने गदिनि सरकाई अभ्य वाहैसरि नाम्नि नामे नगरते प्रभुदास विविध शब्द हे गोविंद के नमः करते यदि विश्वासता संपूर्ण सत्य काला शिव पूजा गरेन पूजा गरेर ल्याउन पूजा गरेर ल्याएर अनि शुद्ध सिधा से हजुर चाहिँ सीधा बनाइसक्नु भयो किन भइसक्यो
एउटा छोड्नु पर्वत असर दारुदेखि समुदाय यसमा शरीर भिजाउनुको लागि चाहिँ नहुनुको लागि शरीर भगवान्हरू नुहाउनुको लागि मैले सेम्पू साबुन मैले दिएको छु सेसेप्ट भइदिनु त्यो छ भने which is a dangerous zone to risk cargo beverages in like that. Masih orang persatuan. Iya,
त्यही मात्रै घुमाइदिनु कि माथि लानुपर्ने तलाडी लगाएको ह्यान्ड लगायो तल हुँदैछ क्या यो बाबुले नपानी नदिया भएर यसो खाना भने लखा भने कसरी गरेर सुन्दर खान्छ सुन्दर सुन्दर फेरि रातो त्यहाँदेखि यहाँ छ नि वस्त्र अनि पार्वती वस्त्र अब फेरि हो मङ्गलमा चढाइदियो मङ्गल हो है मङ्गल ग्रह भनेको एकदम रिसा मङ्गल ग्रह भयो भने रिसाएर एकदम मान्छे रातो नरातो हुने बिमारी लाग्यो भने चाहिँ अब प्रेसर ब्लड प्रेसर हुने त्यस्तो त्यो चाहिँ मङ्गल ग्रहको त्यो नहोस् भन्नु पऱ्यो त्यो त छैन तपाईँ त्यो पनि नहोस् भनेर हेऱ्यो रातो नमस्कार ल रातो पैसा है 5,000 20,000 छैन त्यही पाँच त्यहाँदेखि अब त्यस पछाडि आयो अब हरियो असेत हरियो पुरी हजुर त्यही हरियो पुरी तालो हरियो त्यो त्यहाँदेखि फुल्दै गयो अब उसको पातो के यस्ता पातहरू किन दिन्छ त्यहाँदेखि फेरिसम्म ओम भुम बुद्ध आएन ल अब बुध लेखेर खान्छ खान्छ त्यहाँदेखिसम्म बुध भनेको चाहिँ एकदम बुद्धि दिने कुरा हो क्या हो कहिले फेल हुने कहिले त्यहाँ कता जाने कहिले कता कति जान्छ पहेँलो सम्भव भएसम्म कलर कलरले चढाउने हो सम्भव भएन भने यही चढायो अब आयो फेरि सेतो फेरि सेतै लियो सेतो फुल चाहिँ सेतो फुल चाहिँ फर्क हाल्नु भएको हो त्यही फुल अलिक निकै एउटा फुल निकाल्नु पर्छ
जानु पर्यो सुन्दै अरे यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको रूप पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको हरि सारा संसार कृष्णको म पनि कृष्णको धन सम्पत्ति मेरो भनौँ कसले लान्छ लान्छ धन सम्पत्ति मेरो भनौँ कसले लान्छ लान्छ शाखा सन्तान मेरो भनौँ जलाउनलाई जान्छ शाखा सन्तान मेरो भनौँ जलाउनलाई जान्छ त्यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको त्यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको हरि सारा संसार कृष्णको म पनि कृष्णको जन्म लिँदा जस्तो आयो मर्दा जाने त्यस्तै मेरो भन्ने कोही बाँच्दैनन् धनी भैनी जस्तै मेरो भन्ने कोही बाँच्दैनन् धनी भैनी जस्तै पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको त्यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको वन्दे देवमातरं वन्दे जगद्गुरुं वन्दे पङ्कजगुरुशरणं वन्दे वन्दे सुरेशकान्तवन्दनं वन्दे मुकुन्दं प्रियं वन्दे भक्तं शङ्करं देवी प्रपद्ये प्रजिता मेरो मेरो भन्ने हामी रहन्छ केही मेरो 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 भन्ने हामी रहन्छ केही मेरो आखिरीमा सम्झी ल्याउँदा श्यामकै सेरो फेरो आखिरीमा सम्झी ल्याउँदा श्यामकै सेरो फेरो रूप पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको रूप पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको हरि सारा संसार कृष्णको म पनि कृष्णको Mana
रङ्गमञ्चमा नाटक गर्न करैछौँ हामी रङ्गमञ्चमा नाटक गर्न करैछौँ हामी अभिनय सकाएर जानु पर्ने पनि अभिनय सकाएर जानु पर्ने पनि यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको हे सारा संसार कृष्णको म पनि कृष्णको ज्ञान घर बसेर आउँछ बाबु रोटी बनाऊ आइसोले भन्दै अच्छा सिरो अनि भोलि चामल भिजाउँथ्यो अन्त रङ्गमञ्चमा नाटक गर्न कोरैछौँ यहाँ रङ्गमञ्चमा नाटक गर्न कोरैछौँ यहाँ अभिनय सकाएर जानु पर्ने त्यहाँ जहाँबाट आयौँ हामी सबै जानु पर्ने त्यहाँ यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको हरि सारा संसार कृष्णको म पनि कृष्णको हरि सारा संसार कृष्णको म पनि कृष्णको हरि सारा संसार रामको म पनि रामको हरि सारा संसार शिवको म पनि शिवको हरि सारा संसार श्यामको म पनि श्यामको हरे कृष्णचन्द्र भगवानको उता केरा उता उता केरा
सकिन्छ नि नसकिन्न जाने पछाडि गाडी आउनाले अगडी हो क्या भयो ल अगडी क्या अगडी ल आइनु भन्नु धोका दिनेलाई के बनाउनु चालिनु दुला किरो पछि पछि त बाबु आगे पूर्व यता ना आउनु न मम्मी उत्तर यता पोखरा हिमाल भएको ठाउँमा उत्तर भने पूर्व पश्चिम उत्तर दक्षिण यता हो पूर्व यो हो म त अहिले दमौलीतिर पोखरा साइडकै उत्तर दमौलीतिर झ्यापा टाल्दे मात्रै छोइदेऊ न मात्रै भयो भयो Ding 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 ding.
भान्जी मेरी भान्जी कति प्यारी छे डाँडा काँडा फैलिएको हाम्रो माया छ तिम्रो मिठो गीतले गाउँ गुन्जियो भान्जी मेरी भान्जी कति प्यारी छे डाँडा काँडा फैलिएको हाम्रो माया छ इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार कमलको फूल झै तिम्रो कमलो मुहार सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आनी गाँसेछ
मैले मामा मामा मै परू भन्दा उरीलाई कल्याण गर्नुहोस् पाञ्जोले मामाको अब नामा दाइ बन्दिनुहोस् आमाको यो त भिडियो है हजुर भन्नु एउटा तल